सानैमा रोगी थिएँ, मलाई किन मार्दैनौ? मलाई घाँटी अठार एउटा सिस्नाको गाजातिर फालिदिएको भए नि त हुन्थ्यो नि। आज मलाई रुवाएर मेरो नारीता राखेर मेरो सामान राखेर के पायौ तिमीहरूले? मै दुःख लाग्यो। मलाई पल्लो कोठाको राजु गैरेका बुढाबुढीले रन्डी भत्तुई बापति भन्दाखेरि मलाई रुन मन लाग्यो। मैले टिकटक लाइभमा भने सुनाएँ र पनि पिट्न खोज्यो। राजु गैरेले मलाई पिट्न खोज्यो। त छोरा मान्छे हो, पिट्न खोज्यो। तर पनि मलाई धेरै साथीहरूले भन्नुभयो टिकटकमा बोलेर हाल्नुस्, न्याय पाइन्छ भने। रन्डी र बापति र भत्तुईको मलाई टुङ्गो लगाइदियोस्। र मैले सामान लिन पठाउँदा आज भाइहरूले आमाले सामान दिएनन् र मलाई विदेशबाट भाइले बेजेती। रन्डी पनि भन्यो मलाई माइलो भाइले। मैले के गर्नु? आज मैले दुःख गरेर खाँदा पनि मलाई कहीँ गए पनि मलाई सुख दिने भएनन् र भाइहरूले मलाई कत्रो पो दिदी मानेथे र हिजो दसैँको दिनमा कान्छो भाइले आएर लात्ताले बङ छातीमा हानेको मलाई। म रातारात भागेर म कोठामा गएको मान्छे हो। हस्, म यति भन्न चाहन्छु, नराम्रो कमेन्ट नगरिदिनु होला।